हुनुहुन्छ यहाँ कलाकार रामचन्द्र बुवा। बुवा के छ? सो गाइस गुड मर्निङ, वेलकम टु माई च्यानल। सबैजनालाई स्वागत छ। यहाँ बाबा हुनुहुन्छ। बाबा गुड मर्निङ। आज बाबा पनि उठिसक्नु भएछ कि बाबाको आज पिकनिक छ अरे। अनि बाबा उठिसक्नु भयो। अनि आज बाबाले मलाई छोडिदिनुहुन्छ अरे। अनि मम्मी यता हुनुहुन्छ। मम्मी मम्मी हेलो गुड मर्निङ। मम्मी चाहिँ कफी बनाइदिनुहुन्छ। जहिले बिहान बिहान एक्लै उठेर कफी बनाएर खाएर जानुपर्छ। आज सबैजना उठ्नु भएको छ। आज मम्मी घरि हुनुहुन्छ, योगा जानु भएन। कफी यसरी कफीमा हो। इट्स 5:55 अनि म चाहिँ कलेज निस्किनु आएको। कलेज गएर आइसकेको भेटौँ। सो कलेज जाउँ अब। सो यसको इट्स अलरेडी 11 होइन। अनि म चाहिँ घर आइसकेँ। अब चाहिँ फ्रेस हौँ, हिँड्दै आएको फगेर। सो फ्रेस हौँ अनि खाना खाऊँ। अनि त्यसपछि अगाडि दिउँसो के कार्यक्रम छ। आज कार्यक्रम चाहिँ केही छैन होला, त्यही पनि यसो सो यस गाइस मैले चाहिँ खाना नि खाइसकेँ होइन। अनि बिहान चाहिँ राम्रो इन्ट्रो नि गर्न पाएन किनकि ढिला भएको थियो होइन। सो अहिले खाना खाइसक्यो। अनि अब एकछिन यो भन्दा अघिल्लो आउने ब्लग एडिटै गरेको छैन कि, जुन चाहिँ आज 4 गते आउनुपर्ने ब्लग चाहिँ एडिट गरेको छैन। सो अब त्यो ब्लग एडिट गरौँ, थम्बनेल एडिट गरौँ। त्यसैले 8 निदा लाएर सुतेको होइन। सो पहिला ब्लग एडिटहरू गरौँ अनि त्यसपछि आनन्दले भेट्नु होला। अनि एक्जाम आइसक्यो, एक्जामको पेपर पनि पऱ्यो। सो लेट्स एडिट द भिडियो। सो यो गाइज इट्स अलरेडी कति बज्यो? 2 बजी। ए साँच्ची 2 बजिसकेको छ। ओ यस गाइज इट्स अलरेडी 2 होइन, 2 बजेर 1 मिनट गइसकेको छ। अनि म चाहिँ भिडियो एडिटिङ गर्दै थिएँ कि हिजो भिडियो एडिटिङ गर्न सकेको थिइनँ निन्द्रा लाएर। अनि आज चाहिँ भिडियो एडिटिङ गर्दै थिएँ। भिडियो एडिटिङ सकिसक्यो होइन। के भएको अहिले जिउको लास लगाइन थालेको छ होइन। एउटा भन्दै अर्को भने जस्तो भइरहेको छ होइन। अनि यस्तै हो। अहिलेसम्म त कहीँ पनि गएको छैन, केही पनि गरेको छैन। हिजो ब्लग एडिट नगरेको कारणले अहिले एडिट गर्दै थिएँ। अनि अब चाहिँ अझ थम्बनेल बनाउनु लागिसक्यो। अब चाहिँ थम्बनेल बनाउनु लगाएको। अनि थम्बनेल बनाएर भिडियो एक्सपोर्ट गरौँ। अनि भिडियो एक्सपोर्ट गरेर कस्तो जिब्रो गरेको कि आज भिडियो एक्सपोर्ट गरेर अनि त्यसपछि थम्बनेल बनाएर भिडियो एक्सपोर्ट गर्नुपर्ने छ। यस कस्तो जिरो लगाएको कि अहिले बोल्दाखेरि। अब चाहिँ थम्बनेल बनाउँछौँ, भिडियो एडिटिङ सक्यो। अब थम्बनेल बनाउनुपर्छ। अनि थम्बनेल बनाएपछि भिडियो एक्सपोर्ट गर्नुपर्छ। अनि त्यसपछि त्यहाँ तल साथी भन्दाखेरि सचिनलाई भेट्न जानुपर्छ होइन। सचिनलाई अगाडिको ब्लगमा चाहिँ देखाएको थिएँ होला, पहिलाकोमा। अहिले चाहिँ छैन देखाएको, त्यसमा भेटै भएको छैन। सो आज त्यसलाई नि भेट्न जानुपर्छ। अहिले एकछिन जिम जानुपर्छ। सो अब थम्बनेल बनाऊँ अनि थम्बनेल बनाएर भिडियो एक्सपोर्ट गरौँ अनि त्यसपछि निस्किनुपर्छ। सो यस्तै हो, केही कन्टेन्ट छैन कि। अब कस्तो कन्टेन्ट, रेगुलर ब्लग हालेपछि कन्टेन्ट आउँदैन होइन। कन्टेन्ट हुँदैन रेगुलर ब्लग हाल्न थालेपछि के बनाउने के हाल्ने भन्ने हुन्छ है। मलाई चाहिँ हिजो अस्ति कि मलाई केलाई छोडिदिन्छु, बनाउँदिनँ भिडियो अनि भयो कि। अनि त्यही पनि केही छ र जे छ त्यही देखाउने, रेगुलर बेसिकमा होइन। मान्छेहरूले देखाउँदैनन्। वास्तवमा के हुन्छ भने धेरै ब्लगरहरू धेरै भिडियो बनाउनेहरूले चाहिँ के गर्छन् भने उनीहरू मम्मी बुवासँग फ्र्याङ्क हुँदैनन्, फ्यामिलीहरूसँग फ्र्याङ्क हुँदैनन्। अनि त्यो सबै बच्चाहरूले हेरेर चाहिँ के सिक्छन् भन्दाखेरि मम्मी बाबा चाहिँ हाम्रो फ्रेन्ड होइन, हाम्रो चाहिँ एकदम स्ट्रिक्ट गार्जेन हो भन्ने हुन्छ क्या। इट्स नट लाइक द्याट होइन। हामी जति मम्मी बाबा हाम्रो परिवारसँग जति खुल्न सक्यो होइन, नट अ परिवार होइन, स्पेसल्ली मम ड्याड एन्ड ब्रदर होइन, जति खुल्न सक्यो होइन हाम्रो लागि त्यति नै राम्रो हुन्छ। आफ्नो बाबुआमाले जस्तो अरूले त क्या सोध्छन् र होइन। सो यस्तै हो, मेरो ब्लगमा चाहिँ मम्मी बाबा अनि धेरै जस्तो दादा देखिन्छ। दादा पनि फोनमा देखिन्छ। अब वास्तविकतामा चाहिँ दादा अस्ट्रेलिया छ नि त, यहाँ छैन। सो यस्तै हो, म चाहिँ धेरै जस्तो परिवार फ्यामिलीसँगै बस्छु। सो कतै गएको बेला देखाइहाल्छु। अनि अहिले चाहिँ घरै छु। मम्मी थेरापीको लागि जानुभएको छ। मम्मीलाई ब्लगमा लिएको छैन के आज अघिल्लो ब्लगमा मम्मीले लास्ट रिसेट गरिदिएको थियो होइन। यस्तै हो, कोही छैन, मम्मी बाबा आमाहरू हुनुहुन्छ, केही छैन। यस्तै हो जिन्दगी सर। यस गाइज आइ एम रेडी होइन। म चाहिँ निस्किन लागेको, निस्क्यौँ अब। अनि एकैचोटि
साथीसँग गएपछि म त साथीलाई भोलिसँग भेट्छु सो म चस्मा बिर्सिन्छु चस्मा लिउँ हामी निस्क्यौँ म चाहिँ सचिन कमाइसकेँ हेलो मन यो चाहिँ मेरो साथी होइन यो चाहिँ मेरो भाइ हो होइन अनि यसको आएको दिदी मेरो ब्लगमा स्वागत छ तपाईँलाई पनि यहाँ चाहिँ हाम्रो दिदी ट्युसन टिचर होइन हाम्रो सचिनको दिदी मेरो नि दिदी नै हो Beneath the canopy over there, sing, and I have no need of anything. The trees provide me a shelter. हुनु चाहिँ यहाँ कलाकार रामचन्द्र बुवा बुवा के छ अलि यता आउनु न अलि त भेरी गुड उहाँ चाहिँ मेरो हजुरबा होइन कता हिँड्नुभएको म त्यहाँ कान्तिपुर एफएममा हजुर इन्टरभ्यू भनेको थिएँ त्यहाँ पुगिरहेको त्यहाँ पुगेर आउनुभएको लस बुवा आरामले जानु यहाँ खानु घर आइसक्यो होइन अनि आमाकै सामा कता हो के गर्दै हो आमा के खाँदै हो रोटी खाँदै कुन बेला आउनुभएको भर्खरै भर्खरै आएको साह्रै दुःख दियो है ढाडले दियो साह्रै दियो है साह्रै दियो हिमाल कस्तो राम्रो देखिएको छ म हिमालको भिडियो लिनुभएको ल सल चाहिँ म छतमा थिएँ होइन अनि यसो हिमालहरू यसो भिडियो फोटोहरू लिँदै थिएँ अनि जिम गएको छैन यसो अलरेडी 4 चाहिँ जिम निस्किनुपर्छ अनि हावाले एकदमै चलेको छ हावाले गर्दा साउन्ड सुन्ने कि नै आई डोन्ट नो सो अझ जिम जाउँ के खाऊ भनेको तपाईँले रोटी खाऊ दुध खाऊ रोटी चाहिँ नखाऊ दुध चाहिँ खाउँ है बरु जिम जानुभन्दा अगाडि सुन्तला खाऊ सुन्तला पनि छ कसले ल्याइदिएको आमा सुन्तला सुन्तला कसले ल्याएको बाल ल्याउनु भएको बुवा ल्याउनु भएको ल यत्रो ल्याउनु भएको सुन्तला होइन अब अलिअलि खाउँ अनि घर गएर लुगा फेरेर जिम जानुपर्छ कति खायौँ हामीले कति खानुभयो धेरै सुन्तला हो र नातिले नसम्झेको अनि सुन्तला राखे बोलाउनु भयो त अनि सुन्तला ल्याएको छ भनेर निस्केको अब ल बाई बाई घर त्यस गाइज अझै घर आइसक्यो होइन अनि अब भिडियो मतलब म इयर ड्रप गर्छु ल्यापटपमा अनि भिडियो त्यो गर्न छोडेर निस्किन्छु सो फोन लाँदिनँ म सो म चाहिँ आज निस्केको जिममै ढिला भइसक्यो चल्दै 5:20 के आज ढिलै निस्किनु लाग्यो भोलि स्याटरडेबाट सो निस्क्यौँ अब गाइज म चाहिँ बाटो भइसक्यो हिँड्दैछु कुद्दै थिएँ फ्यानबाट बिस्तारै हिँडेको टेकिङ सर्टकट Girl, you got me working out. I'm working for your love. So yes guys, it's almost 7 I'm doing all the time. जिमबाट निस्किसकेँ घर जाँदैछु अनि घरमा कति लास्ट हराएको छ यु क्यान सी I'm running you. घरमा एकदम हराएको छ मैले चुज गरेको बाटो चाहिँ आउँदै अब घरमा सो त्यसकै चाहिँ घर आइसक्यो होइन घर आएर पब्लिकहरू त्यो बस्नु थाल्यो गर्मी गयो त्यस्तै हो आजको दिन पनि यत्तिकै गयो सो अब फ्रेस हौँ होइन कस्तो क्लियर देखिँदैछ क्या मुख होइन जिम गरेर आएर पसिना पुरै फालेर आएपछि होइन कस्तो क्लियर फेस देखिएको छ सो अब मुख सुक्थ्यौँ फ्रेस हौँ खुट्टा सुटेर अनि त्यसपछि
अन्डा खानुपर्छ अन्डा खान्छ त्यसपछि वा म चाहिँ यहाँ धुप बत्ती काट्दै यहाँ आएको भ्लग हेर्दै हुनु कस्तो लागिरहेको छ आफैलाई युट्युबमा हेर्दाखेरि सो यस गाइज इट्स अलमोस्ट 9 होइन अनि म चाहिँ गएँ बाबासँग खेरको कोठामा हुँदा अनि अब ब्लग एडिट गरौँ कि नगरौँ भइरहेछ ब्लग एडिट गरेँ सोध्छु भोलि त शनिबार हो नि त अनि अर्को कुरा भनेको चाहिँ मेरो पुरै रुममा मेस्सी टाइपको छ कि पुरै होइन पुरै यताउति साउन्ड यताउति छ होइन अनि भोलि कोठालाई पनि मिलाउनुपर्छ अनि नाचेको कारण चाहिँ बिहान सुत्न पाइन्छ नि त होइन त्यस्तै छ कि ट्राइपोड यत्तिकै छ होइन यहाँनिर यस्तै छ यो होइन यो ल्यापटप यो होइन बेडमा आइसकेँ भिडियो एडिटिङ पनि सक्यो भोलि थम्बनेल बनाउनुपर्छ डाइरेक्ट कति नभएर लाइट भयो आएन पनि गाह्रो भएको छ सो आजको लागि चाहिँ यति नै जो उसले यहाँसम्म भेट्दै हुनुहुन्छ लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला सो यति भन्दै आजको ब्लगिङ अन्त्य गर्न चाहन्छु हस् चाहिँ